आजको घुमघाममा चाहिँ हामी जाँदैछौँ विन्टन चाहिँ सेन्ट्रल वेस्ट क्विन्सल्यान्डमा पर्दछ। यो घुमघाम चाहिँ अहिले एकदम गर्मी महिनाको बेला भएको हुनाले वरपर चाहिँ एकदमै ड्राई छ। यो झारहरू पनि सुकेर सबै सुक्खा छ एकदम। यो आगो लाग्ने सिजन पनि हो हुन चाहिँ। अनि त्यसपछि विन्टनको कुनै एउटा पार्टमा चाहिँ डाइनोसर म्युजियम रहेको छ। त्यसको ल्यान्डमार्कहरू निकै परदेखि नै बोर्डमा राखेर देखाइरा हुन्छ। बाटोमा जाँदाखेरि चाहिँ अब चाहिँ हामी टाउन सेन्टर आइपुग्न आँट्यौँ। टाउन सेन्टरमा चाहिँ एकछिन निस्केरै लन्च खाने भन्ने सोचेको थियौँ, तर त्यहाँ पुग्दाखेरि चाहिँ त्यस्तो खासै खाने ठाउँहरू पनि नदेखेको हुनाले हामीले त्यो प्लानलाई क्यान्सल गर्यौँ। पेट्रोल स्टेसनमै जे पाउँछ त्यही नै खाने हामीले डिसाइड गर्यौँ। दिउँसो अनि गर्मीको बेला भएको हुनाले एकदमै क्वाइट छ रोडहरू, मान्छेहरू खासै देखिँदैन। त्यही ट्राभल गर्ने गाडीहरू अनि त्यसपछि यो पेट्रोल स्टेसनमा रिफिल गर्नको लागि आउनेदेखि बाहेक अरू यताउता मान्छेहरू खासै देखिएन। मेन टाउन सेन्टर पनि हामीले खासै एक्सप्लोर नगरिकन नै त्यहाँबाट निस्किहाल्यौँ। हुन त त्यस्तो एक्सप्लोर गर्नुपर्ने कुरा पनि देखिएन यसो ड्राइभ गर्दाखेरि, अनि एकदमै गर्मी भएको कारणले हामी ढिला नगरिकन निस्किहाल्यौँ।